फ्रेन्ड्स निमगाउँ नजिकै एउटा सानो गाउँको छेउमा घना जंगल थियो। त्यो जंगलमा विभिन्न जनावरहरू र चराचुरुङ्गीहरू विचरण गर्थे। तर यो जंगलको किनारमा एउटा सानो झुपडीमा सावित्री नामकी विधवा बस्छिन्। सावित्रीको उमेर करिब 25 वर्ष। उनको श्रीमान 1 वर्ष अघि कुनै भयानक रोगले बितेका थिए। अब उनको कोही पनि थिएन। जंगलबाट दाउरा ल्याएर गाउँमा थोरै काम गरेर जसोतसो उनले आफ्नो जीवन चलाउँथिन्। सावित्री सुन्दर युवती थिइन्, तर उनको आँखामा गहिरो दुख लुकेको थियो। उनले कसैको कुरा धैर्यतापूर्वक सुन्थिन्। उनको जीवन अब केवल दैनिक आवश्यकताहरू पूरा गर्दै दिनहरू बिताउनमै सीमित थियो। एक दिन सावित्री जंगलमा दाउरा संकलन गर्दै थिइन्। त्यहाँ एउटा ठूलो बादर रुखबाट ओर्लेर उनको अगाडि बस्यो। सुरुमा उनलाई डर लाग्यो, तर बादरले उनलाई केही गरेन, चुपचाप उनलाई हेरिरह्यो। सावित्रीले हिम्मत जुटाएर "त को हो, के चाहन्छस्?" भनेर सोधिन्। बादरले टाउको झुकायो, उनको कुरा बुझे जस्तो संकेत गर्यो। सावित्रीले हल्का हाँसिन् र आफ्नो काममा मग्न भइन्। बादर त्यही बसेर उनलाई हेरिरह्यो। सावित्रीले दाउराको भारी बाँध्न थालेपछि बादरले उनलाई सघाउन थाल्यो। सावित्री छक्क परिन्। उनले बादरको टाउकोमा माया गर्दै "तँ त साँच्चै बुद्धिमान रहेछस्" भनिन्। त्यो दिनदेखि बादर हरेक दिन सावित्रीको नजिक आउन थाल्यो। कहिलेकाहीँ उसले उनलाई फलफूल ल्याइदिन्थ्यो, कहटह उनको काममा सघाउँथ्यो। कहिलेकाहीँ साँझसम्म उनको झुपडी अगाडि खेल्थ्यो। यसरी दिनहरू बित्दै गए। सावित्री र बादर बीच एउटा आत्मीय सम्बन्ध बन्न थाल्यो। जब उनी एक्लै हुन्थिन्, बादरले उनलाई हँसाउन खोज्थ्यो। जब उनी दुखी हुन्थिन्, बादर उनको काँधमा टाउको राखेर चुपचाप बस्थ्यो। यसले सावित्रीलाई बादरलाई आफ्नो परिवारको हिस्सा जस्तो लाग्न थाल्यो। एक रात सावित्री झुपडी बाहिर बसेर चन्द्रमा हेरिरहेकी थिइन्। बादर नजिकैको रुखको हाँगामा बसेको थियो। सावित्रीले उसलाई हेरेर मुस्कुराउँदै "तँ सधैँ मसँगै रहन्छस्, हैन?" भनिन्। बादर एक हाम फालेर उनको नजिक आएर उनको खुट्टा नजिक बस्यो। सावित्रीले उसलाई आफ्नो काखमा लिइन्। त्यो रात उनले पहिलो पटक बादरको हात समातेर निदाइन्। बादर रातभर उनको छेउमा बस्यो। अब सावित्रीलाई बादर बिना एक क्षण पनि कल्पना गर्न नसक्ने अवस्था बन्यो। उनको मनमा एउटा भावना बलियोसँग गाडियो। यो बादर साधारण जनावर होइन, यसमा कुनै आत्मीयता छ, कुनै पुरानो आत्माले उनको जीवनमा प्रवेश गरेको जस्तो। एक रात भयानक वर्षा भइरहेको थियो। सावित्री झुपडी भित्र बसेकी थिइन्। बादर उनको छेउमा थियो। बिजुलीको चम्कमा सावित्रीले बादरको आँखामा गहिरो चम्किलो प्रकाश देखिन्। उनले उसको टाउकोमा हात राखेर "तँ सधैँ मसँगै रहन्छस्, हैन?" भनिन्। बादरले बिस्तारै आफ्नो टाउको उनको काखमा राख्यो। सावित्रीको आँखाबाट आँसु झरे। उनको जीवनमा धेरै वर्षदेखि रिक्त रहेको ठाउँ अब भरिएको जस्तो लाग्यो। त्यो रात उनले बादरलाई आफ्नो छातीमा कसिलो अडाएर राखिन्। एउटा अनौठो आत्मीयताले उनलाई ढाक्यो, धेरै वर्षपछि आफ्ना प्रियजनहरूलाई फेरि पाएको जस्तो। समय बित्यो। सावित्रीको शरीरमा नयाँ परिवर्तनहरू देखिन थाले। उनलाई वाकवाकी लाग्न थाल्यो, भारीपनको अनुभव भयो। उनको शरीर पनि बदलिन थाल्यो। चिन्तित भएर उनी गाउँको एक जादुगरनी कहाँ गइन्। उनलाई जाँच गरेपछि जादुगरनीले भनिन्, "सावित्री, तिमी गर्भवती छौ।" यो कुराले सावित्रीलाई झट्का लाग्यो। यो कसरी सम्भव छ? मेरो श्रीमान छैन, उनले भनिन्। जादुगरनीले उनको आँखामा हेरेर चुपचाप "यो सबै दैविक इच्छा हो, तिमीलाई छोरी जन्मिनेछ" भनिन्। सावित्री अन्योलमा परिन्। फर्कने क्रममा उनलाई त्यो रात सम्झियो, बादरलाई काखमा राखेर सुत्दा उनमा आएको अनौठो शान्तिको रात। के यो गर्वको कारण बादर हो? यो विचारले उनलाई डरायो, गम्भीर अन्योलमा डुबायो। अब सावित्रीले बादरलाई देख्दा हरेक पटक उनको मनमा डर र शंका उब्जिन्थ्यो। तर बादर उनको वरिपरि घुमिरहन्थ्यो, उनलाई फलफूल ल्याइदिन्थ्यो, दाउरा बटुल्न सघाउँथ्यो। तर सावित्रीको मनमा प्रश्नहरूको ताती चल्न थाल्यो। यो माया हो, कुनै चमत्कार हो, कि अभिशाप? यो बादर साँच्चै साधारण जनावर हो कि कुनै दैविक शक्ति, कि अभिशप्त आत्मा? यी प्रश्नहरूले उनलाई पछ्याए, तर जवाफ थिएन।
सावित्रीको गर्भको खबर गाउँमा फैलियो। एउटी विधवाले कसरी गर्भ बोक्न सकिन्, गाउँलेहरू कानेखुसी गर्न थाले। यो पाप हुन सक्छ, कोही भन्थे। यी कुराहरूले सावित्रीलाई विचलित बनायो। उनलाई थाहा थियो उनको जीवनमा कुनै पुरुष थिएन। त्यो वर्षाको रात बादरलाई काखमा राखेर सुत्दा उनको शरीरमा परिवर्तनहरू सुरु भएका थिए। एक दिन सावित्री झुपडी बाहिर बसेकी थिइन्। बादर उनको छेउमा बसेर उनको आँखामा हेरिरहेको थियो। ती आँखामा त्यही वर्षाको रातमा देखिएको गहिरो चमक थियो। आँसुले भरिएर सावित्रीले भनिन्, तैले मलाई माया दियो, तर यो गर्वको कारण त नै हो। गाउँमा सावित्रीको गर्वको कुरा थाहा भएपछि हलचल मच्चियो। पञ्चायतको बैठक बस्यो। गाउँको मुखियाले कडाइका साथ सोधे, सावित्री, तिम्रो गर्वको बाबुको हो, सत्य बोल। सावित्रीले टाउको झुकाएर उभिइन्। केही क्षणपछि निशब्द, मलाई थाहा छैन भनिन्। पञ्चायतले, तिमी झुट बोल्दैछौ, पुरुषको सम्पर्क बिना गर्भ सम्भव छैन भनेर प्रश्न गरे। केही महिलाहरूले, यहाँ केही रहस्य लुकेको छ भनिन्। सावित्रीले हिम्मत जुटाएर भनिन्, मेरो जीवनमा कुनै पुरुष छैन, तर एउटा बादर छ। त्यो हरेक दिन मखा आउँछ, मलाई सघाउँछ। मुखियाले हाँस्दै, के तैले बादरसँग गर्भ बोकेकी हो भने। गाउँलेहरू ठूलो स्वरमा हाँसे, तर सावित्रीको अनुहारमा गम्भीरता थियो। मैले कसैसँग सम्बन्ध राखिन, तर यो बादर मेरो जीवनमा आएपछि मेरो जीवन बदलियो, उनले भनिन्। गाउँलेहरूले सावित्रीलाई अपवित्र र कलंकित ठाने। महिलाहरूले उनसँग बोल्न छोडे। बच्चाहरूले उनको झुपडीमा खेल्न छोडे। सावित्री अब पूर्ण रूपमा एक्लिइन्। एक दिन उनी झुपडीमा एक्लै थिइन्। बादर आएर उनको अगाडि टाउको झुकाएर बस्यो। सावित्रीले उसको आँखामा हेरेर, तैले केही लुकाइरहेको छस् भनिन्। बादरको आँखामा उनले गहिरो आत्मीयता देखिन्। अचानक उसको आँखाबाट आँसु झरे। सावित्री छक्क परिन्। तँ रुन्छस्, उनले सोधिन्। बादरले उनको हात बिस्तारै समात्यो। अचानक बादर उठ्यो र जंगलतिर गयो। सावित्रीले, कहाँ जाँदैछस्, रोक भनेर चिच्याइन्, तर बादरले पछाडि फर्केर हेरेन्। भोलिपल्ट गाउँमा एक सिद्ध महात्मा आए। गाउँलेहरूले सावित्रीको अवस्थाबारे उनलाई बताए। महात्माले सावित्रीलाई बोलाएर हेरेर भने, तिम्रो गर्भमा हुर्किरहेको बच्चा साधारण होइन, यो कुनै विशेष आत्माको फल हो। तिम्रो कुनै जनावरसँग बन्धन छ। सावित्रीले टाउको झुकाएर, हो, एउटा बादर मेरो जीवनमा आयो, उसले मलाई सघाउँथ्यो, तर अब ऊ गयो भनिन्। महात्माले गहिरो सोचेर, त्यो साधारण बादर होइन, त्यो एक दैविक आत्मा हो। कुनै अभिशापले ऊ बादरको रूपमा थियो। तिम्रो मायाले त्यो अभिशाप मुक्त भयो भने। सावित्रीले आश्चर्यले महात्मातिर हेरिन्। मेरो बच्चा साँच्चै दैविक हो, उनले सोधिन्। महात्माले गम्भीर भएर, हो, यो बच्चा मानव र जनावरको मायाको सन्तान हो, तर यसको जन्मसँगै यसले आफ्नो अस्तित्वका लागि कठिन संघर्ष गर्नुपर्नेछ भने। सावित्री डरले काप्दै, यो कस्तो संकट हो महात्मा भनिन्। महात्माले, यो बच्चा विशेष शक्तिहरू सहित जन्मिनेछ, तर यसलाई कब्जा गर्न अँध्यारा शक्तिहरू पनि तयार छन्। तिमीले आफ्नो बच्चालाई जोगाउन हरसम्भव प्रयास गर्नुपर्छ भने। सावित्रीको आँखामा डर र चिन्ता प्रष्ट देखियो। त्यो बादर कहाँ गयो, उनले सोधिन्। महात्माले, ऊ अब आफ्नो वास्तविक रूपमा फर्कियो, उसलाई दैविकता प्राप्त भयो, तर संकट आउँदा ऊ फेरि आएर तिमीलाई सघाउनेछ भने। समय बित्यो। सावित्रीको गर्व बढ्यो। गाउँलेहरूले उनलाई शंकाको नजरले हेर्थे, तर सावित्रीको मनमा अब नयाँ शक्ति जाग्यो। उनलाई आफ्नो बच्चालाई जोगाउन सकिन्छ भन्ने विश्वास भयो। सावित्रीको गर्भकाल पूरा हुने समय नजिकियो। उनको शरीर भारी भयो, हिँड्न गाह्रो भयो। गाउँका महिलाहरू उनबाट टाढा थिए। प्रत्येक दिन बिताउन उनलाई कठिन भयो। तर यही बेला एक रात भयानक आँधी आयो। आकाशमा बिजुली चम्कियो। सावित्री झुपडीमा एक्लै बसेकी थिइन्। त्यसै बेला झुपडी बाहिर कोही हिँड्ने आवाज सुनियो। उनले हेर्दा कालो लुगाले ढाकिएको एक व्यक्ति झुपडी अगाडि उभिएको थियो। त्यो को हो
सावित्रीले डरले सोधिन्। त्यो व्यक्तिले उनतिर हात तान्यो। उसको हातमा लामो त्रिशूल थियो। उसको अनुहारमा अनौठो चमक थियो, तर आँखामा क्रूरता। तिमीले बोकेको बच्चा साधारण होइन, यो शक्तिको प्रतीक हो। म यसलाई लिन आएको छु, उसले भन्यो। सावित्री डरले पछाडि सिरिन्। त्यो को हो? उनले काप्दै सोधिन्। त्यो कालो व्यक्तिले ठूलो स्वरमा हाँस्दै, मबाट उम्कन असम्भव छ भन्यो। ऊ सावित्रीतिर अघि बढ्दै थियो। अचानक अँध्यारोमा दुई चम्किला आँखाहरू देखिए। एउटा ठूलो छाया प्रकट भयो। त्यो बादर थियो। बादर एक हाम फालेर त्यो राक्षस कालकेतुको अगाडि उभियो। उसको आँखामा आगोको ज्वाला, शरीरबाट दैविक प्रकाश निस्किरहेको थियो। कालकेतुले आफ्नो त्रिशूल उठाएर बादरमाथि आक्रमण गर्यो, तर बादरले आफ्नो लामो पुच्छरले त्रिशूल समात्यो। कालकेतु रिसले पागल भयो र बादरमाथि आक्रमण गरिरह्यो, तर बादरले चतुरतापूर्वक हरेक आक्रमणलाई छलिरह्यो। अचानक बादरले पूर्ण शक्तिका साथ कालकेताको छातीमा भयानक प्रहार गर्यो। कालकेतु भुइँमा लड्यो, दुखाइले चिच्यायो। आकाशमा बिजुली चम्कियो, दैविक प्रकाश वरपर फैलियो। कालकेताको शरीर जल्न थाल्यो, दुवामा परिणत भएर हरायो। बादरले सावित्रीतिर फर्कियो। उसको आँखामा गहिरो शान्ति र करुणा देखियो। डरले कापिरहेकी सावित्रीले त को हो भनिन्। बादर बिस्तारै उनको नजिक आयो र आफ्नो नरम हात उनको हातमा राख्यो। त्यसपछि उसको शरीरबाट दैविक प्रकाश निस्कियो। बादर एउटा सुन्दर युवकमा परिणत भयो। त्यो युवकको शरीरबाट प्रकाश चम्किरहेको थियो। उसको आँखामा करुणा र मायाको गहिराई देखियो। म साधारण बादर होइन, सावित्री, त्यो युवकले भन्यो। म एक ऋषिको छोरो हुँ। ममाथि एउटा अभिशाप थियो। एउटी महिलाको मायाको परीक्षा नहुन्जेल म जनावरको रूपमा रहनु पर्थ्यो। तिम्रो माया निस्वार्थ र शुद्ध थियो। तिमीले मलाई कुनै शर्त बिना माया गर्यो, उनले भन्यो। सावित्रीले आश्चर्यले, त्यसो भए तैले मलाई किन माया गर्यो भनिन्। युवकले, तिम्रो माया साँचो हो भन्ने जान्न चाहन्थे। तिम्रो गर्भमा हुर्किरहेको बच्चा साधारण होइन, यो सृष्टिको सन्तुलनको प्रतीक हो। तर कालकेतु जस्ता राक्षसहरू अझै सक्रिय छन्, उनले भन्यो। सावित्रीको आँखाबाट आँसु झरे। उनले त्यो युवकलाई छातीमा अडाइन् र भनिन्, म तलाई कहिले छोड्दिन। युवकले, अब म तलाई कहिले छोड्दिन, तर तिम्रो गर्भको रक्षाका लागि म फेरि मेरो दैविक रूपमा फर्कनु पर्छ। तिमी र तिम्रो बच्चालाई संकट पर्दा म फेरि आउनेछु भने। सावित्री डरले, तँ गए म एक्लै कसरी रहन्छु भनिन्। युवकले उनको अनुहार दुवै हातले समातेर, तिम्रो मनको शक्तिले तिमीलाई जोगाउनेछ। तिमीले मलाई नदेखे पनि म सधैँ तिमीसँगै हुनेछु भने। युवकले बिस्तारै सावित्रीको हात छोडे। ऊ दैविक प्रकाशमा मिसियो र फेरि बादरको रूपमा फर्कियो। बादरले सावित्रीलाई मायाले हेरेर जंगलतिर दौडियो। सावित्री त्यही बसेकी थिइन्। उनको मनमा डर र माया दुवै मिसिएका थिए। उनलाई थाहा थियो, उनको गर्भमा हुर्किरहेको बच्चा उनको मात्र होइन, यो सृष्टिको भविष्यको रक्षक हो। सावित्रीको गर्भकाल पूरा हुने समय आयो। उनको शरीरमा उतार चढावहरू सुरु भए। गाउँलेहरूले उनलाई शंकाले हेर्थे, तर सावित्रीको मनमा अब शंका र डर थिएन। उनलाई विश्वास थियो, उनको बच्चा एक दैविक उद्देश्यका साथ जन्मिनेछ। तर एक दिन अचानक सावित्रीलाई तीव्र दुखाइ भयो। उनी भुइँमा बसेकी थिइन्। बादरले उनको टाउकोमा हात राख्यो। सावित्रीलाई एउटा दैविक शक्ति उनको दुखाइको बीचमा मधुर प्रकाशको रूपमा प्रकट भएको जस्तो लाग्यो। एउटा बच्चाको रुवाई सुनियो। उनले हेर्दा उनको काखमा एउटा दैविक बालक थियो, जसको शरीरबाट सुनौलो प्रकाश चम्किरहेको थियो। बादरले त्यो बालकलाई हेरेर भन्यो, यो बच्चा मानव र दैविकताको संयोजनको प्रतीक हो। यसले भविष्यमा शक्ति र धर्म स्थापना गर्नेछ। यसको रक्षा तिम्रो कर्तव्य हो। सावित्रीले मायाले त्यो बालकलाई काखमा लिइन्। बादरले हाँस्दै, अब मेरो काम पूरा भयो भन्यो। सावित्री डरले, अब मलाई छोडेर नजाऊ भनिन्। बादरले, म अब मेरो वास्तविक रूपमा फर्कनु पर्छ, तर तिमीलाई मेरो आवश्यकता पर्दा म फेरि आउनेछु भन्यो। सावित्रीले त्यो बालकलाई कसिलो काखमा समातेर, तँ मलाई कहिले एक्लो छोड्दैनस् भन्ने मलाई थाहा छ भनिन्। बादरले उनलाई मायाले हेरेर,
बिस्तारै सुनौलो प्रकाशमा मिसियो। सावित्रीले आकाशतिर हेरिन्। उनको जीवन अब नयाँ दिशामा अघि बढिरहेको उनलाई लाग्यो। गाउँलेहरू जसले उनलाई कलंकित ठानेका थिए, अब उनलाई देवीको रूपमा पूजा गर्न थाले। सावित्रीले आफ्नो छोरालाई असीम माया र साहसका साथ हुर्काइन्। उनलाई विश्वास थियो उनको छोरालाई संकट पर्दा त्यो दैविक बादर फेरि आउनेछ। यो कथा माया र दैविकताको प्रतीक बन्यो। यो युगौं युगसम्म मानिसहरूलाई प्रेरणा दिइरहनेछ।